4 दिनको यो यात्रा केवल एउटा ट्रेक थिएन, यो थियो थकान, मित्रता, हिमपात, सङ्घर्ष अनि प्रकृतिसँगको एउटा अविस्मरणीय भेट। अन्ततः हामी पुगेका थियौँ 5 पोखरी। हामी छिम्ती आइपुग्यौँ 12 बज्यो छिम्ती आइपुग्यौँ अहिले आनन्द भयो खाना खाएको छैन खाने हाई नमस्ते छिम्ती एउटा लोकेलिटी छ हामी चाहिँ अन द वे छौँ अब ट्रेकिङको लागि हामी जाँदैछौँ सो फर्स्ट डेको फर्स्ट ठाउँमा चाहिँ हामीले भर्खर अवतरण भइसक्यौँ हामी अब खाना खानको लागि रेडी छौँ एन्ड आई एम भेरी एक्साइटेड। मेलम्चीबाट करिब 3.5 घन्टाको बाटो पार गरी हामी फाइनल्ली छिम्तीमा पुगेका छौँ। आज हामी छिम्ती भन्ने ठाउँमा पुगेका छौँ। हामी छिम्ती पुगेका छौँ। राम सर कस्तो महसुस भइरहेको छ तपाईँलाई छिम्ती पुगेर? छिम्ती पुगेपछि रमाइलो महसुस भइरहेको छ। अब म 5 पोखरीको रमाइलो स्मरण ल्याउँ भन्ने लागिरहेको छ। छिम्तीमा खाना खाइसकेपछि हाम्रो टोली अब रियल ट्रेकिङको लागि रेडी हुँदैछौँ। आजको हाम्रो गोल भनेको चाहिँ रातमाटे पुग्ने रहेको छ। छिम्तीमा खाना खाइसकेपछि रातमाटेसम्म पुग्नको लागि तम तयार हाम्रो टोलीका सदस्यहरू। हामी हिँड्यौँ है छिम्तीबाट उकालो। काठमाडौँको भिडबाट टाढा हामी 8 जना साथीहरू एउटा नयाँ यात्राको खोजीमा निस्किएका थियौँ। बसको झ्यालबाट देखिने पहाडहरू, मेलम्चीको बिहान र साथीहरूको उत्साहले यात्रा अझ रमाइलो बनाइरहेको थियो। छिम्तीबाट सुरु भएको उकालो यात्रा भने बिस्तारै हाम्रो परीक्षा लिन थालेको थियो। हाम्रो टोलीहरू तल देखाउँदैछ। हामी टुप्पी डाँडा पुग्ने बाटोमा यहाँ एउटा रेस्ट गर्ने ठाउँ रहेछ। हामी यहाँ रेस्ट गरिरहेका छौँ। हाम्रो टोली आउँदैछ।
पाँच पोखरी डोमा शेर्पा होटल इट इज अन्डर कन्स्ट्रक्सन स्वाई 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 एक भाइ घाँस काट्ने अनि त्यसपछि घर आएर गाई पनि आउनुपर्छ सानो अहिले चाहिँ हामी टुपी डाँडामा पुगेका छौँ दिस इज टुपी डाँडा अब यहाँ हराइ खाएको होइन आधा घन्टा एक घन्टा पुग्छ अरे यसमा आराम गरे कता कता हेर्न नि भ्याएन टुपी डाँडो आइपुग्यो रे अलिकति भने नि आठ आहा सास आइरह है आफ्नो दुई चार शब्द राखिदिनु हुन यात्रा रमाइलो हुँदैछ दुःख कठिन पनि छ आइपुग्यो अब टुपी डाँडा आइपुगेपछि अब हामीलाई 5 पोखरीको यात्रा धेरै सहज होला भन्ने आशा गरेका छौँ हामीले घुमफिर गर्दै गर्दै टुप्पी डाँडासम्म आइपुग्यौँ हामी 5 पोखरीको यात्रामा हिँडेका छौँ 5 पोखरी चाहिँ पुगेर रमाइलोसँग आइन्छ भन्ने चाहिँ हामीले आश गरेका छौँ होइन अब भोलि हामी 5 पोखरी पुग्दैछौँ आज टुप्पी डाँडासम्म आउँदा रमाइलो लागिराखेको छ यो यात्राले साथीहरू सब एक आपसमा चाहिँ माया ममता स्नेह सबै कुराले गर्दा हामी कालिका शरणका शिक्षकहरू मिलिजुली बसियो आइयो रमाइलो भयो अहिले हिँडाइमा साह्रै गाह्रो भए तापनि रमाइलो फिलिङ भएको छ त्यो उकालोमा पनि हामीलाई रमाइलो लागिरहेको छ अब हामी भोलि चाहिँ 5 पोखरी यात्रामा लाग्दैछौँ आज एकछिन यसो विश्राम गऱ्यौँ र अब एक स्टेप जाने भन्ने चाहिँ हाम्रो प्रोग्राम छ हामी एक स्टेप माथि ठाउँमा गएर मात्र बास बस्ने हाम्रो लक्ष्य लिएका छौँ के हो तिम्रो नाम सोनाम के ए के खाएर आएको तिमीले त्यहाँ चाउचाउ खाएर आएको ए कस्तो छ चाउचाउ मिठो छ ओके 5 पोखरी जाने बाटो थाहा छ तिमीलाई कुन बाटो हो खै कुन चाहिँ देखाउ त कता हो बाई बाई हामी भर्खरै ताङ्गु खर्का आइपुगेका छौँ यहाँको इन्भाइरोमेन्ट केही चिसो महसुस भइरहेको छ यहाँ इलेक्ट्रिसिटी छैन इलेक्ट्रिसिटीको सट्टामा यहाँ जेनेरेटर प्रयोग भइरहेको छ हामी यहाँ ताङ्गु खर्कको ताङ्गु होटलमा बस्ने भएका छौँ आज
हिमपात अघिल्लो दिन परेकाले बाटो पुरै सेताम्य थियो। चिसो हावा, थाकेको शरीर र अझै बाँकी उकालो। त्यो क्षणमा प्रत्येक पाइला गन्तव्यभन्दा ठुलो सङ्घर्ष जस्तो लागिरहेको थियो। तर 5 पोखरी अब धेरै टाढा थिएन। हामी अझै पनि बाटोमै छौँ। हाम्रो अगाडि एउटा बिगेस्ट च्यालेन्ज रहेको छ। हामीलाई चाहिँ यहाँ हामीभन्दा अगाडि रहेको एउटा पहाडलाई क्रस गर्नुपर्ने छ, जुन अहिलेसम्मको सबैभन्दा उकालो पहाड हो। हामीलाई चाहिँ यो पहाडको टपमा गएर टपबाट चाहिँ ओह्रालो झर्नुपर्ने छ। यो अहिलेसम्मको सबैभन्दा उकालो पहाड हो। तीन 3890 मिटरको हाइटमा पुगिसकेका छौँ यहाँसम्म। फाइनली हामी 5 पोखरी पुगिसकेका छौँ। 5 पोखरी एरिया हो। वी आर हियर। घन्टौँको उकालो, वर्षा, पसिना, हिउँ र थकानपछि जब 5वटा पोखरी एकैसाथ आँखा अगाडि देखिए, त्यो दृश्य शब्दभन्दा धेरै सुन्दर थियो। त्यो क्षणमा सबै दुःख हराएको जस्तो लागिरहेको थियो। हामी 5 पोखरीबाट फर्केर यहाँ न्यासिमपाटीमा आइपुगेका छौँ। जाँदाखेरि यही न्यासिमपाटीमा खाना खाएर हामी 5 पोखरी गएका थियौँ र फर्किँदाखेरि पनि यहीँ खाना खाएर आज हाम्रो लक्ष्य भनेको तम्बु खर्क पुग्ने लक्ष्य रहेको छ। यहाँ तल हाम्रो मिसहरूको किचन बनेको छ, खाना बनाउँदै हुनुहुन्छ। मिसहरू उहाँहरू चाहिँ स्वयं खाना पकाएर खाने गर्नुहुन्छ। उहाँहरूको लागि यहाँ छुट्टै किचनको व्यवस्था गरिदिनु भएको छ। खाना पाक्दैछ। पाक्नलाई के पाक्दैछ चुलोमा? अब माम पाक्दैछ। अब बिस्तारै खाने। अब एकछिनमा पाक्छ। जाने हामी अहिले अचार पनि छ। ठिक छ। सिलनको अचार छ। अहिलेसम्म हामी ठिक पनि छ। हामीलाई रमाइलो भइरहेछ, धेरै खुसी भइरहेछौँ।
पाँच पोखरीबाट फर्किने क्रममा घनश्याम सरलाई देख्न सक्छौँ। उहाँ अघि बढ्दै हुनुहुन्छ। उहाँलाई हिजो अलिकति गाह्रो परेको थियो। हिजो चाहिँ म पुग्ने बेलामा त्यहाँ अलिकति उकालो पनि भयो। लौरीभन्दा माथि गइसकेपछि तेर्सो छ, त्यस तेर्सो सकेपछि उकालोमा चाहिँ मलाई टाउको दुख्ने भयो र बल्ल 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 गइयो। राति ठिकै भयो र अलिक बिहान चाहिँ तलतिर झर्दा बिहानभरि चाहिँ मलाई अलिक गाह्रो थियो। अहिले चाहिँ म फ्रेस छु। भनेपछि अहिले तपाईँ आजको लक्ष्य हाम्रो तङ्गु फर्कमा पुग्न सक्नुहुन्छ। मजाले सकिन्छ। अब लगभग 1.5 घन्टादेखि 2 घन्टासम्म लाग्छ तङ्गु फर्क पुग्नलाई। हामी त्यहाँ अस्ति पनि बास बस्यौँ, त्यही घरमा बास बस्ने विचारमा छौँ, त्यही होटलमा खुसी छौँ हामी। क्रममा हामी दधिराम सरलाई देख्न सक्छौँ। उहाँ बिस्तारै तल झर्दै हुनुहुन्छ र उहाँको हिजोको एक्सपिरियन्स कस्तो रह्यो त्यो पनि सुनिहेरौँ। सर बिस्तारा गइयो। जानलाई अलिकति कठिनै रहेछ। लौरीबिना भन्ने ठाउँको उकालो चाहिँ अलि कडा उकालो रहेछ। त्यो कडा उकालो पनि पार गर्दै बिस्तारै गइयो। गएर उहाँ हिउँमा बढी खेलियो। हिउँमा जानुलाई बहुत कठिन भयो, किनभने हामी हिउँमा नखेलेको मान्छे। हिउँमा जाँदा बहुत गाह्रो हुने गरी हिउँमा खेल्दै गइयो। अनि बिहान पोखरीको सबैतिर दर्शन गरेर अनि फर्किने क्रममा फेरि लौरीविनायकबाट चाहिँ तल झरेपछि, लौरीविनाबाट तलतिर झरेपछि कैँडा भन्ने लाएर चाहिँ हिँड्न नसकिने गतिलो लौरी टेकेर चाहिँ म 5 पोखरीको यात्रा गर्दैछु। 5 पोखरी सजिलो पनि छ, धेरै उकालो पनि होइन, तर लौरीविनाको अलिकति उकालो र ठाउँको उकालोले गर्दा चाहिँ बुढा मानिसहरूलाई चाहिँ अलिकति जान कठिन जस्तै देखिएको छ। युवाहरूलाई त जिन्तिन, तर लौरो नलिकन कोही पनि जान सक्दैन। त्यहाँ युवा होस् या बुढा होस्, जोसुकै पनि लौरो बोकेर गयो भने बिस्तारै 50 हुन तलका मान्छेलाई अलिक सजिलो होला, 50 नआएको मान्छेलाई चाहिँ बहुत गाह्रो हुने चाहिँ परिवेश देखेर भोगेर म आएँ। 4 दिनको यो यात्रा सकियो। तर 5 पोखरीले दिएको सम्झना, त्यो हिउँ, त्यो बाटो र साथीहरूसँग बिताएका ती क्षणहरू भने सधैँ सम्झनामा रहनेछन्। कहिलेकाहीँ गन्तव्यभन्दा पनि यात्रा नै धेरै सुन्दर हुँदो रहेछ। बाई बाई